सरकारी अफिसको त्यो लामो लाइन, त्यो झन्झट, अब बिर्सिदिनुहोस्। सोच्नुहोस् त, आफ्नो जग्गाको नक्सा, अरू कागजातहरू सबै तपाईँको कम्प्युटर स्क्रिनमा। हो, यो सम्भव भएको छ नापी विभागको एउटा नयाँ अनलाइन सिस्टमले, जसको नाम हो मेरो कित्ता। आज हामी यसैको बारेमा कुरा गर्दैछौँ। ल, आज हामी के कुरा गर्छौं त? पहिले त मेरो कित्ता भनेको के हो त्यो बुझ्छौं। त्यसपछि यसबाट के कस्ता सेवा लिन सकिन्छ, के कागज चाहिन्छ अनि सेवा लिने तरिका के हो त्यो पनि हेर्छौं। अनि लास्टमा केही एकदमै ध्यान दिनुपर्ने कुराहरू छन्, त्यो पनि म बताउँछु। पहिलेको कुरा सम्झिँदा त आम्मै कस्तो दिक्क लाग्थ्यो होइन र? त्यो लामो लाइन, अफिस धाउँदा धाउँदै दिन बित्ने, समयको त कुरै नगरौं। तर अब त्यो सब कहानी भइसक्यो। अहिले त घरमै बसेर इन्टरनेट चलाएरै सबै काम फत्ते। कस्तो सजिलो भयो हेर्नुस् त। ल त, सुरु गरौं पहिलो टपिकबाट। आखिर यो मेरो कित्ता भनेको चाहिँ के हो त? एकदमै सजिलो भाषामा भन्नुपर्दा मेरो कित्ता भनेको एउटा यस्तो अनलाइन प्लेटफर्म हो जसले नापी कार्यालयको सेवालाई इन्टरनेट मार्फत जहाँसुकैबाट पनि लिन मिल्ने बनाउँछ। मतलब अब नापी कार्यालय नै तपाईँको मोबाइल वा कम्प्युटरमा आयो भन्दा पनि हुन्छ। ओके, यो सिस्टम के हो भन्ने त थाहा भयो। अब प्रश्न आउँछ, यसबाट सेवा चाहिँ के पाइन्छ त? ल हेरौँ है त। अहिलेको लागि यसबाट मुख्य 4वटा सेवाहरू लिन सकिन्छ। 1. आफ्नो जग्गाको नक्सा प्रिन्ट गर्न मिल्यो। 2. प्लट रजिस्टर प्रिन्ट गर्न मिल्यो। 3. फिल्डबुक प्रिन्ट गर्न पनि सकियो। अनि 4थो, जग्गाको फिल्ड रेखाङ्कन मतलब सिमाना छुट्याउनको लागि अनलाइनबाटै निवेदन दिन पनि मिल्छ। ल, सेवाहरू त यी भए। अब मनमा आउला, यो सेवा लिन के कागजपत्र चाहिने हो त, होइन त? खुसीको कुरा के छ भने धेरै कागजपत्रको झन्झटै छैन। जम्मा 2वटा चिज भए पुगिहाल्छ। एउटा त भयो जग्गाधनी प्रमाण पूर्जा अनि अर्को नागरिकता। बस यति भएपछि प्रोसेस सुरु गर्न रेडी। अब आउँछ सबैभन्दा महत्त्वपूर्ण कुरा, यो सेवा लिने कसरी त? प्रोसेस के हो? ल, अब यो प्रक्रियालाई स्टेप बाई स्टेप बुझौँ। पुरै प्रोसेसलाई मोटामोटी 3 भागमा हेर्न सकिन्छ। निवेदन दिने, पैसा तिर्ने अनि कागजपत्र डाउनलोड गर्ने। कति सिम्पल छ होइन? सबैभन्दा पहिला त अनलाइन एप्लिकेसन भर्नु पर्यो। त्यो भर्ने बित्तिकै तपाईँको मोबाइल नम्बरमा एउटा ओटिपी कोड आउँछ। यो कोड एकदमै महत्त्वपूर्ण छ है, पछि पनि चाहिन्छ, त्यसैले सेभ गरेर राख्नुहोला। अब तपाईँले निवेदन पठाउनुभयो, त्यसपछि के हुन्छ? नापी कार्यालयले तपाईँको एप्लिकेसन चेक गर्छ। सबै कुरा ठिकठाक लाग्यो भने कति दस्तुर तिर्नुपर्ने हो त्यो जानकारी सहितको एउटा एसएमएस तपाईँको मोबाइलमा आउँछ। त्यो एसएमएस आएपछि पालो आयो पैसा तिर्ने। त्यसको लागि मेरो किताब .dos.gov.np वेबसाइटमा जानुहोस् अनि आफ्नो मोबाइल नम्बर र त्यो अघि आएको ओटिपी कोड हालेर लगइन गर्नुहोस्। त्यहाँ पैसा तिर्ने 2टा अप्सन हुन्छ, कि त सिधै अनलाइनबाटै तिर्नुहोस् कि त भाउचर निकालेर ब्याङ्कमा गएर तिर्नुहोस्। ल, तपाईँले पैसा तिर्नुभयो। अब के हुन्छ? तपाईँले पैसा तिरेको कन्फर्म हुने बित्तिकै कार्यालयले तपाईँले मागेको डकुमेन्टलाई पीडीएफ बनाएर सिस्टममा अपलोड गरिदिन्छ। अनि ल है, तपाईँको कागजपत्र रेडी भयो भनेर तपाईँलाई फेरि अर्को एसएमएस आउँछ। अब फाइनल स्टेप, त्यही सुरुको ओटिपी कोड र आफ्नो मोबाइल नम्बर हालेर तपाईँले आफ्नो डकुमेन्ट सजिलैसँग डाउनलोड गर्न सक्नुहुन्छ। हेर्नुहोस् त, कति सजिलो र सिस्टमेटिक छ। ल, प्रोसेस त बुझ्यो, तर केही कुराहरूमा चाहिँ एकदमै ध्यान दिनुपर्छ है, नत्र पछि झ्याउन सक्छ। आउनुहोस् अब त्यही कुराहरू हेरौँ। पहिलो र सबैभन्दा महत्त्वपूर्ण कुरा त यही ओटिपी कोड नै हो। किन होला यो यति इम्पोर्टेन्ट? किनभने यो ओटिपी कोड भनेको तपाईँको डिजिटल चाबी जस्तै हो। पैसा तिर्ने बेलामा पनि यही चाहियो अनि लास्टमा डकुमेन्ट डाउनलोड गर्ने बेलामा पनि यही चाहियो। त्यसैले त्यो कोड आएको एसएमएस चाहिँ छुक्किएर पनि डिलिट नगर्नुहोला है, सुरक्षित राख्नुहोस्। अनि दोस्रो ध्यान दिनुपर्ने कुरा, यो एउटा नम्बरसँग सम्बन्धित छ। तपाईँको डकुमेन्ट रेडी भयो भनेर एसएमएस आएपछि त्यसलाई डाउनलोड गर्नलाई 7 दिनको टाइम हुन्छ। हो, जम्मा 7 दिन। त्यो भित्र डाउनलोड गरिसक्नुपर्छ, नत्र त्यो लिङ्कले काम गर्दैन अनि फेरि सुरुबाटै सबै प्रक्रिया गर्नुपर्ने हुन सक्छ। त्यो झन्झट किन बेहोर्ने होइन र? मेरो कित्ता जस्ता सिस्टमले हाम्रो समय र पैसा त बचायो नै, त्योभन्दा ठूलो कुरा यसले सरकारी कामलाई पारदर्शी बनाउँछ। अब एकछिन सोचौं न, यस्तै डिजिटल सुविधा अरू सरकारी सेवाहरू जस्तै मालपोत, नागरिकता,
पासपोर्ट बनाउने ठाउँमा पनि आयो भने हाम्रो जीवन कति सजिलो हुन्थ्यो होला, देशमा कस्तो परिवर्तन आउँथ्यो होला।